Namaste, welcome and welcome back to our channel RJ Vibes. We are super excited because the courier we have been waiting for has finally arrived. It's our hospital bag. Things are starting to feel so real now as we get closer to meeting our little one. Becoming parents is such a beautiful journey and we already love our baby so much even before seeing their tiny face. We are just praying and hoping that our baby is and will continue to be healthy and happy. Thank you all for being part of this special chapter with us. Let's continue the video, guys. Hello everyone, Namaste, welcome to तपाईहरुलाई आज पनि फेरि हाम्रो ब्लगको नयाँ एपिसोडमा हैन हजुर अनि मेरो नाम चाहिँ जयन्ती हो रिजेश अनि यो दुईटा चाहिँ मेरो बहिनीहरु हो यो जेठी मेरो नाम चाहिँ फाइन्सा बाजी अनि यो के रे इस्मारिका अनि हामी चाहिँ यहाँनिर पुरा एक्साइटेड छौं हाम्रो बेबीको यहाँ अनलाइन शपिङ गरेको थियौं हस्पिटल ब्याग त्यो चाहिँ ओपनिङ गर्नमा हामी त एक्साइटेड छौं यिनीहरु दुईटा पनि पुरा एक्साइटेड भएर कुरियर वालाले कतिखेर कुरियर गरिदिन्छ भनेर यहाँ 3 दिन लाग्यो पत्रीदेखि यहाँ आउनलाई यो सामान अब हामी अनबक्स गर्न गइरहेछौं यो सामानहरु ल गर्न अनलाइनमा हामीले भिडियो कल गरी शपिङ गरेको है यो चाहिँ अब हामीलाई के चाहिन्छ भनेर एक्ज्याक्टली त थाहा छैन तर भिडियो हेरेर गेस गरेको अनि त्यहाँदेखि सोधेको पनि अनलाइन नयाँ मान्छेको वेलकमको लागि के भन्छ आगमन हैन मलाई पुरा गर्नु यो भएको यो बेबी वाइप्स रहेछ यो बेबी वाइप्स यो के गर्न चाहिन्छ बेबी वाइप्स यो इन्फेन्ट फर्मुला पाउडर फर्मुला मिल्क भन्छ क्या यसलाई सुरुमा मैले भिडियो हेरेर भनेको है अब मेरो हामी पनि फर्स्ट टाइम प्यारेन्ट्स हुन आँटेको मलाई पनि थाहा छैन यो चाहिँ मैले भिडियो हेरेर भनेको यो ब्रान्डको राम्रो हुन्छ अरे फेरेक्सको यो चाहिँ फर्मुला मिल्कको यो कोडोमो कता रहेछ रे ए यही मगाएर त अनलाइन यो चाहिँ कोडोमोको लन्ड्री डिटर्जेन्ट कस्तो त्यो बेबीवाला स्मेल आएको यो चाहिँ हाम्रो बेबीको क्लोथ्सहरू धुनलाई हामीले मगाएको यो चाहिँ यहीँ भालभेट्टीमा पनि पाउँदो रहेछ क्या यस्तो फोकटमा पैसा गयो अब फर्स्ट टाइम लास्ट थियो एक्सपिरियन्स थिएन नि त त्यही भएर यो पनि देखाउनु न बेबीको मिल्क बोतल कतिको रहेछ यो कति एमएलको होला त कस्तो क्युट तर त्यो मेरो साथीको दिदीको नानीले त कति एकदमै तताएको यो चाहिँ युरिन बेबीको युरिन प्याड ए होइन युरिन प्याड त यहीँको बोतल युरिन प्याड फर बेबी युरिन प्याड फर बेबी म्याट हो क्या यो प्याड ल्याएको छ नि त ए प्याड हो युरिन म्याट हो यो चाहिँ बच्चाको लागि के भन्छ युरिन लिकेज नहोस् भनेर तर कतिको क्वालिटीहरू पैसा हाल्ने अनुसारको क्वालिटीहरू हुन्छ ठुलो होला ठिक छ त यो चाहिँ यो ओछ्यानमा ओछ्याउने होला क्या ओछ्यानमा ओछ्याएर उसको बेडमा अनि बेडमा उसको मुनि लिकेज नहोस् भनेर ठिकै छ यो मेरो हस्बेन्डले चुज गर्नुभएको अनलाइन कलर ब्लू कलर हो तर अब हामीलाई थाहा छैन जेन्डर चाहिँ के हो भनेर मेरो हस्बेन्डको चोइस हो यो चाहिँ होइन हाम्रो एउटा प्लास्टिक ब्याग सक्यो अब अर्को नेक्स्ट खोल्दैछु हस्पिटल ब्याग Oh my god. ब्लू नै रहेछ त यो पर्पल कलरको चुज यो हाम्रो चाहिँ सेकेन्ड ब्याग है अनबक्सिङ हुँदैछ के छ अब यो भित्र हेरौँ यो बेबीको टोपी र क्याप रहेछ टोपी र क्याप ए मोजा र क्याप सक्स र क्याप
यो पनि उहाँले नि चुज गर्नुभएको कलर हो येल्लो कलर ग्रीन पनि छ कि त्यो होइन। प्लास्टिकमा मदर के भन्छ मदर फिड ब्रा कि के भन्छ ब्रेस्ट फिडिङ ब्रेस्ट फिडिङ यो चाहिँ के हो के को लाजो लगाउनु हुँदैन सानो बेबीको लुगा कति राम्रो त्यो त सेटै छ क्या सेटै निकाल्नु न त्यसै ननिकाल्नु न फेरि यहाँ चाहिँ सेट हो सेट छ यहाँ ए वाउ कस्तो क्युट हेर त जुत्ता जुत्ता सक्स तल लाउने क्या सक्स आई मिन टु से ए हातमा लाउने पन्जा अब एक्ज्याक्ट नाम त के थाहा होला र आफै नयाँ प्यारेन्ट्स हो फ्यान चलाउनु पर्ला जस्तो चाहिँ लास्टै गरम भयो यस्तो शीतल छ त्यही पनि यो बेबीको पुरै सेट छ नि दुइटा मात्रै हो त्यो दुइटा होइन यो त ओभर सानो देख्छ त्यो सानो बेबीलाई ठुलो पो हुन्छ होला हो र सानै देख्छ यार कस्तो क्युट यो एक सेट भयो होइन ए यहाँ अर्को यसलाई के भन्छ कटुकी ट्राउजर भन्छ कि के डाइपर सुरुवाल ए यो पनि डाइपर लाउन मिल्ने खालको एक्सपेन्सिभ छ यार तर हेर्दाखेरि चाहिँ फेरि कम्फर्टेबलै होला दुइटा एउटा ब्लूमा रहेछ ग्रिनमा यो चाहिँ के भन्छ यसलाई भोटो कि के भन्छ यसलाई मुस्लिमको भोटो अनि सुतीको चारवटा होला त्यो चारवटा छ कि छैन हेर्नु त्यो स्मृतिकाले लिएको के हो यो होइन चारवटा छ नि फेरि यो तिनवटा मात्रै हाल्दैछ त चारवटा लिएको तिनवटा मात्रै छ नि फेरि खोइ यो दुईवटा मुस्लिमको हो यो एउटा मात्रै छ यो मुस्लिमको होइन अनि यो सुतीको दुईवटा म त तल बनाइरहेछु भन्छु नि फेरि यहाँ राख्नु यो चाहिँ के भन्छ यसलाई दौरा सुरुवाल यसो त आजकल देखिँदैन नि एकदम सानो सानो साइजको जस्तो लाग्यो यार मलाई किनकि यसको सेटै हो क्या यो त गर्मी हुन्छ जस्तो छ त्यो गर्मीमा लाउने हो क्या कहाँ गर्मी हुन्छ यो ठिकै हुन्छ बच्चालाई भर्खर पेटबाट निल्नु होइन यसको मलाई मुस्लिमको चाहिँ एउटा भेटेन नि फेरि मलाई चाहियो यहाँनिर यत्रो महँगो हालेर किनेको कामै छैन नि फेरि दुईवटा सेट रहेछ दुईवटा सेट सुरु भयो यसमा त दुईवटा प्रिन्टमा गर्मी लाग्ने यो चाहिँ के हो यो पनि होइन क्या तिनवटा मात्रै हालेर कहाँ हुन्छ तिनवटा मात्रै चारवटा कुर्ती किनेको छु यो चाहिँ सेट हो आमा र बेबीको लागि यस्तो रहेछ एभोकाडोको प्रिन्ट भएको मैले चुज गरेको फोटो गर्मीमा कति शीतल टोपी हुन्छ होला नि अनि दाउरा अनि यो चाहिँ मलाई अब हुन्छ कि हुँदैन ठुलो साइजको पठाइदिनु भनेको मलाई हुन्छ जस्तो लागेन त्यही हेरौँ मैले म चेक गर्छु एकछिनपछि यो टाउको छोप्ने आमाको मेरो लागि दुईवटा छ दुईवटा छ यो चाहिँ के हो यो अनि क्वालिटी चाहिँ के हो भने यो कस्तो पुरानो पुरानो लाग्ने है कि मलाई त्यस्तो फिल भएको ब्ल्याङ्केट हो क्या मुस्लिमको ब्ल्याङ्केट हो क्या पिङ्क कलर नहाल्नु अनि यस्तो बेल्ट यो बाथिङ टावल बेबीको यो मुस्लिम एउटा भोटो मिस छ यस्तो क्युटसँग चाहिँ होइन त्यो अर्को सेट किनेको हो त्यो त कहाँ यस्तै छ क्या भोटो यो मुस्लिमको एउटा मात्रै हालिदिएको छ यहाँनिर दुईवटा अनि यो यस्तोबाट मैले दुईवटा चुज गरेको छु चारवटा हो यो भोटो सेट ए बेबीको यो कस्तो राम्रो क्युट रहेछ ब्लू छ त हौ यो त अर्को चुज गरेको यो के हो सेटहरू पनि यो ब्ल्याङ्केट यो चाहिँ ब्ल्याङ्केट
बेबी ओछ्याउनु बेबीलाई ओढाउने प्लान क्या त्यो चाहिँ यस्तो कस्तो हुन्छ 2 बजी नरम हुन्छ होला योबाट चुज गरेको यो फ्लावर प्रिन्टबाट यस्तो रहेछ यो चाहिँ सेट हो छुट्टै किनेको फेरि मुस्लिमको होला सुरुवाल छ होइन ए 2वटा सुरुवाल छ यसमा चाहिँ अनि टोपी अनि बल्ल बीप रहेछ यहाँनिर बीपै छैन पो त एउटा मात्रै छ यहाँनिर यसको सेट अनि यो चाहिँ ब्ल्याङ्केट यस्तो ग्रिनमा न्यापी भन्छ यसलाई अनि यसमा 5वटा सेट हुन्छ होला यो त किन खोल्नु होइन यसलाई खोल्दैछौँ हामी पनि धुनुपर्छ होला यो 4वटा एउटा भोटो छैन क्या मुस्लिमको त्यसमा छ सेकेन्ड ब्याग पनि खाली भयो 4वटा छ यसमा 4वटा 3वटा मात्रै हालिदिनु लाग्थ्यो कि अनि मैले थाहा पाएपछिबाट सबै भिडियोहरू हेर्दाखेरि अनि यो पछिबाट एड गर्दैछ क्या एउटा भोटो छैन त्यही भोटो फेरि कति मस्तो छ त्यही ब्ल्याङ्केट यो चाहिँ बेड मात्रै हो क्या यसमा 2000 बेल्ट पिरियड पेन्टिस यो मदरको बेल्ट यो चाहिँ छैन साँच्चै एउटा छैन त्यो एउटा भोटो छैन यो चाहिँ बेबीको बेड खोलेर आउँछ नि ल खोलेर आउँछ छैन के दुलो पारेको छ फोहोर भएको छ यहाँ दुलो पारेर यो चाहिँ सिल प्याक रहेछ यो चाहिँ नखोलौँ होला अहिले फेरि राख्ने फेरि मेरो मोबाइल दिँदा त्यहाँनिर म हेर्छु 4वटा अर्डर गरेको भोटो 3 पिस मात्रै हालिदिएको रहेछ नि त साँच्चीको झन् यो मुस्लिमको मैले 2 पिस मागेको यार गरममा एकदम राम्रो हुन्छ कपडा पनि यो सुतीको के छ पुग्छ होला नि पुगेन भने पछि यतिले त कहाँ पुग्छ नि बढ्दै जान्छ अन्त बढ्दै जान्छ त्यो साइज बढ्दै जान्छ कपडाको साइज पनि बढ्दै जान्छ जिरो साइजको हुँदैन त्यही भएर भनेको यो कति जन्मदिन 1 मन्थसम्मको लागि हुन्छ होला होइन 1 मन्थ कति ल कस्तो लाग्छ म त यो के यो चाहिँ के हो यो बेड नै यो वाइट लिएको कि त्यो अर्को चाहिँ आफै हाल्दैछ 3वटा मात्रै हालिदिनु लाग्थ्यो एक्सपेन्सिभ छ नि त त्यो मुस्लिमको हो क्या सबैले राम्रो छ अब यसलाई धोएर राख्नु पर्ने कस्तो फोहोर जस्तो देखेँ क्या मैले धेरै देखाएर कति गरेर होला क्या अनि यस्तो कहाँ युज गरिन्छ धुनै पर्ने रहेछ यो हालत हेर त फोहोर हुँदो रहेछ अनि यस्तो भर्खर जन्मेको बच्चालाई चाहिँ यस्तो नराख्नु होइन त यो कि मैले त्यस्तो नदेखेको धुनु पर्ने छ त्यो धेरै निकाल्दै देखाएर होला अनि त्यही माथि अनलाइन अर्डर गरेको फोहोर छ फोहोर जुन निकालेर देखाएको त्यही हो यो पनि धुनुपर्छ होला नि जुन त्यो त प्याकेटको धुनु पर्दैन होला खोलेको छ र छैन तर धुने भने सबै धुइदिनु धुइदेऊ न यहाँ आन्टीहरूले धुइदिन्छन् यहाँ लाजरम केही छैन आन्टीहरूले तपाईँको बच्चा उनीहरूले किन हुन्छ ल आन्टी अनि आन्टीहरूले धुइदिँदैन
बेबी यत्रो आन्टीहरू हुँदा यो 10 वटा रहेछ यसमा लेखेको छ तर 1 2 3 4 5 वटा मात्रै छ अनि बसेर पनि उठेर जान्छ के बोल्छ नि नारो हेरेर अनि आफै भन्नुहुन्छ ल यति नै थियो होइन आजको हाम्रो यो के भन्छ हस्पिटल ब्याग अब यसलाई धुइवरी यत्रो सामानलाई यति धेरै सामान छ अब यहाँ सबै फेरि धुइवरी प्याक गर्नुपर्छ बिस्तारै धुइवरी सुकाएर है थम्बनेल कसो थम्बनेल गर्नु यो यसरी लुगा बोक्नुपर्छ रे त्यस्तै अब त के बोक्नु बच्चाको के बोक्नु मलाई त्यो एउटा क्युट चिज त्यही भएर त्यसको पनि नदेखाउनु भनेको यस्तो यो फोटो राम्रो छ लामा उता उता वान चिज भन मेरो बच्चा यति सानो हुन्छ त मलाई डाउट लाग्दैछ म त मोटो हुन्छ जस्तो लाग्छ त किन हो So guys, thank you for watching. If you felt the vibe, do not forget to like, comment, share and subscribe.